भर्खरै चढेर आयो माथि सुन्दरी जल हाइकिङ भनेर सबैजना सुरुमै टायर्ड रे मेरो कपाल बिग्रिरहेको छ यो हाम्रो कम्प्युटर क्लासबाट ल्याएको भएर हिँड्दैछौँ माथि जाँदैछौँ भ्यू एकदमै राम्रो छ क्वालिटी भ्यू पछाडि नै आउँदैछन् है जङ्गल यो ठाउँमा म पहिला पनि आउँछु कि तर आए पनि माथि टपसम्म चाहिँ गएको थिएन अब एकछिन हिँड्दै गर्छौँ एकछिनमा देखाउँछौँ धन्यवाद अहिले टिकटको काम हुँदैछ मैले ब्याकग्राउन्डको काम चाहिँ यसलाई दिएको छु यहाँ मान्छेहरू सबै छन् सबैजना वेटिङमा सबैजना थाकिसक्यो सुरुमै म त थाकेको छैन म सबभन्दा टपमा छु रुलिङ द वर्ल्ड राम्रो छ शीतल छ मौसम पनि ठिकै छ पानी चाहिँ नपरोस् त्यही हो ब्याकग्राउन्डको सुटले गर्दै छ खिच्दै छ अब टिकट लिएर हामी जान्छौँ त्यहाँबाट कट्यौँ बिस्तारै माथि चढ्दैछौँ माथि अझै माथि त्यो ठाउँ पहिला यस्तो थिएन अहिले अर्कै भएछ फाइनली अलिकति ओपन एरियामा आइपुग्यो हामी चढ्दैछौँ अझै भर्खर चढ्दै सुरु भयो अझै 45-50 मिनट लाग्छ आधी बाटोसम्म चढिसकेको थियो अब बिस्तारै माथि र एकछिनमा देखाउँछु धन्यवाद यता अलिकति त्यो बाटोमा पुगेर चाहिँ यो मैले पहिले हेरिसकेँ है वाटरफल हो अरू के पनि छैन खासमा पानी मात्र आइरह अलिकति मात्र माथि पुग्यौँ हामी अरू केही पनि छैन अब हामी हिँड्दैछौँ खोइ थाहा छैन कहाँ आइपुग्यो जिरोसम्म माथि चाहिँ आइपुग्यो है गर्मी छ एकदमै कपालले पनि लोडिङ गराइरहेछ ठिकै छ हाइकिङ यस्तै हुन्छ भोक चाहिँ लागिरहेछ घाम लाग्यो भने चाहिँ नरमाइलो हुन्छ फेरि घाम लागेन भने के भयो त आधीभन्दा बढी त तलै छ हामी जहिले नि अगाडि नै है त्यस्तै ल अब माथि पुगेपछि खाँदैछौँ खाएर चाहिँ मन्दिरमा जानु हुनुभयो मन्दिरपछि चाहिँ खाना पनि खाएन गर्नु भएर तपाईँले चाहिँ पछाडि खाएको खाँदैछ मैले खाँदैछु कागज राखेर बसिरहेछौँ अब पछाडि सबैजना खाँदैछन् खाजा खाएर आयौँ अब झरना 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 अनि मन्दिर हेर्ने भनेको छ त्यो भएर हामी अब जाँदैछौँ अलिकति झरिसक्यो देखाउनु पाएन भर्खर खाएर आएको त्यही भएर अलिकति एनर्जी आउँदैछ पुरा एनर्जी आउँदैछ यो एक्चुअली यो ड्याम हो क्या दिस इज वाटर ड्याम एक्चुअली फर मेरो मोबाइल है दिस इज एक्चुअली यो ड्याम खासै के पनि छैन रहेछ गयो फोटोसोटो खिचेर हामी फर्किँदैछौँ मेरो फर्किँदैछौँ माथि तल आइपुग्यो हामी पानी भएको ठाउँमा हो भने तल जाउँ न पानी खोला तिरै चाहिँ ढुङ्गा रहेछ पानी रहेछ यहाँसँग पुग्ने ठाउँ हामी जाँदैछौँ ल हामी चाहिँ पुग्यौँ यहाँ जाने हो कि उल्टो बाटो मात्र हेरेर बस्छ क्या यहाँबाट सिधै हेर कहाँ पुग्छ भेरी नाइस ल अब फेरि यता पनि घुम्छौँ फोटोसोटो खिच्छौँ र फर्किन्छौँ तरेर आएको केही छैन सजिलो थियो पानीभित्रसम्म गइरहेको थियो त्यस समय
कन्याजना आउँदैछन् जङ्गल 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 हो त्यहाँ मान्छे जाँदैछन् हाम्रो पनि मान्छे नि हौ जाँदैछौँ अझै जान्छौँ बलुवा लाग्दैछ नि त बलुवा बलुवा बालुवा पानी रहेछ काम भइरहेको ओइ जाँदैछौँ केही छैन ल यही हो किन पानी छ होइन इट्स भेरी क्लियर वाटर भेरी भेरी क्लियर यहीँ देखाइरहेको छ माथि बिसाइरहेछ बिचमा रमाइलो हामी अझै माथि माथि चढ्दै थियौँ अब फर्किनु पर्ने भयो अवस्था है हामी चाहिँ फर्किन्छौँ अब फर्किनु बल्ल तल चढेको थिएन सजिलै पारामा चढेको थिएँ म चाहिँ मभन्दा अगाडि भएको मान्छे भन्दा नि म अगाडि आइपुगेँ त्यसलाई भन्छ कमाल है के देख्दा अलिकति ढुङ्गा त चिप्लो भइहाल्छ नि होइन सामान्य कुरा हो त्यो त जसलाई पनि थाहा हुन्छ ढुङ्गा चिप्लो हुन्छ भनेर नयाँ पानी रोक्ने कार्यक्रम हुँदै रहेछ है हामी चाहिँ अगाडि जाउँ मलाई चाहिँ कन्फ्युज बनाइदियो क्या कहाँबाट जाने एकदम प्रो म्याक्स मान्छे हो अघि चाहिँ धनै चिप्ला चाहिँ अहिले चाहिँ चिप्लेन झर्ना हेरेर फर्क्यौँ माथि जाँदैछौँ अब कहाँ जाने थाहा छैन त्यो हेरेर चाहिँ फर्क्यौँ अब तलतिर कि अर्को ठाउँमा होला यहाँ चाहिँ बाँदरहरू एकैचोटि बढ्यो है एकैचोटि अघि चाहिँ बाँदरै थिएन त्यो चाहिँ बाँदरहरू आयो थाहा छैन अब अघि जहाँ खाजा खानु बसेको त्यहीँ पुग्यो अब हिँड्न जाने त्यही हो फर्केको ठाउँ सिधै माथि घुम्यो एनर्जी बाँकी रहेछ अब भरे पनि झर्ने मात्रै हो अरू केही काम छैन त्यही हो त्यही हामी तल गर्छौँ र एकछिनमा हेर्नु हामी चाहिँ अहिले बाटो पुगिसक्यौँ अब टिकट काउन्टरमा पुग्छौँ हिँड्दै थियौँ यल्लो बाटो छ यहाँ त बिस्तारै हेरेर गएन भने चाहिँ पुरा कुदेर सिधै गुल्टेर बल जस्तै तल पुग्छ भन्दैछौँ टिकट काउन्टर पुग्न आयो अब टिकट काउन्टर कटेर बाहिर गएर चाहिँ कन्टिन्यू गर्छु किनभने अब यस्तो ओह्रालो बाटोमा फोनमा हेर्दै हिँड्नु हुँदैन एकदमै पिरालो छ एकदमै पिरालो भ्यू पनि राम्रै छ यहाँबाट एकदम आकाश क्लियर छ घाम चाहिँ लागेको छैन पानी पनि परेको छैन तर पनि गर्मी चाहिँ छ है ल हामी तल आइपुग्यौँ यो ओह्रालो चाहिँ कट्यो है अब यहाँबाट फेरि नेक्स्ट ओह्रालो स्टार्ट्स बसतिर लाग्दैछौँ बस अलिक तल रोकेर रहेछ माथि राख्न दिएन कि के भने खोइ थाहा भएन जे भयो नि तलतिर रहेछ हामी अघि जुन बसमा बसाइदियो त्यही बसमा बस्छौँ फर्किन्छौँ आरामले ल त्यहाँ पनि पानी रहेछ अघि देखा हो ल बसतिर बस्छौँ त्यसरी पछि चाहिँ गएर आइसक्यो होइन सबैजना अगाडि गएपछि हामी चाहिँ पछाडि पऱ्यो त्यो अब चाहिँ सबै भयो सबै सक्यो यति अब घर फर्किने त्यही हो सक्यो बाई बाई